नमस्कार सबैजनालाई। हामी चाहिँ यो खोटाङको हली सितुवाचुङ नगरपालिकामा रहेको यो तुवाचुङ भन्ने ठाउँतिर हामी उकालो चढ्दैछौँ। यहाँनिर मास्तिर चाहिँ मिनी ग्रेट वाल बनाएको छन् भन्ने छ। अब के रहेछ हामी चाहिँ अब गएर हेर्छौँ। यो चाहिँ यहाँ आउने पर्यटनहरूलाई बस्नलाई यहाँनिर चाहिँ यस्तो बनाएको ठाउँ रहेछ। यस्तो छ। हामी चाहिँ उकालो चढिराखेको छौँ। यो कन्टिन्यू यो सिँढी बनाएको रहेछ नि यहाँनिर। मिनी ग्रेट वाल चाहिँ यसरी बनाएको रहेछ। यहाँनिर भर्खरै निर्माण भएको रहेछ। यो यहाँनिर चाहिँ घाम डुब्ने ठाउँ यस्तो दामी देखिँदो रहेछ। यसरी यो चाहिँ घाम डुब्ने ठाउँ रहेछ। सनसेट यस्तो दामी देखिन्छ यहाँनिर। यो खोटाङमा रहेको हली सितुवाचुङ नगरपालिकाको यो चाहिँ तुवाचुङ डाँडा हो। यो तुवाचुङ डाँडामा चाहिँ यसरी चाहिँ मिनी ग्रेट वाल निर्माण गरिएको रहेछ। यस्तो छ मिनी ग्रेट वाल चाहिँ। यसरी डाँडा बनाउँदै लगेको देखिन्छ। अनि यहाँदेखि चाहिँ यस्तो राम्रो चाहिँ सनसेट पनि देख्न सक्छौँ हामीले।
यो चाहिँ तोयामा खियामाको मूर्ति रहेको छ। यहाँनिर यसरी चाहिँ निर्माण गरिएको रहेछ, एकदम उत्कृष्ट छ। यो ढुङ्गाको आकारै यो अर्कै खालको रहेछ। यो रातो अबिर चाहिँ हिन्दूले ल्याएर हालिदिन्छ कि अहिलेसम्म निर्माण गरिएको मिनी ग्रेट वाल चाहिँ यहीँसम्म मात्रै रहेछ, यहाँ इन्डिङ गरेको रहेछ। अब यहाँदेखि अब उता बनाउँछन् कि बनाउँदैनन्, अब त्यो चाहिँ ठ्याक्कै थाहा छैन। यो ठाउँ हेर्दाखेरि चाहिँ यहीसम्म मात्रै हो कि भन्ने आकलन गर्न सकिन्छ। यहाँ पनि बनिखियामाको थान रहेको रहेछ। अब चाहिँ लगभग रात पनि परिसकेको छ, त्यही भएर राम्रोसँग देखिएन भिडियोमा। अब यहाँबाट चाहिँ नै मिनी ग्रेट वाल चाहिँ यसरी देखिन्छ। यो चाहिँ पर यो देखिने डाँडासम्म हो। त्यो डाँडादेखि यो डाँडादेखि यो यहाँसम्म छ। यो चाहिँ अलि अँध्यारो भएकोले राम्रोसँग देखिएन। यसरी चाहिँ निर्माण गरिएको छ। हामी ग्रेट वालमा छौँ। यो ग्रेट वाल चाहिँ पक्कै पनि यो चाइनाको चाहिँ होइन, यो तुवाचुङमा रहेको मिनी ग्रेट वाल हो। यो चाहिँ यो परसम्म देखिन्छ, अलिक छिटो यो परसम्म देखिने चाहिँ यो ग्रेट वाल हो। र यहाँ चाहिँ देखिन्छ अलिक अँध्यारो भएकोले राम्रो देखिएन। किरात राईहरूको आदिम पुर्खाको चाहिँ
वासस्थान रहेको ठाउँ हो यो भन्नु पनि पर्दैन। मेरो युट्युबमा तपाईँ नयाँ हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र मेरो भिडियोहरू कस्तो लाग्छ कमेन्ट बक्समा जस्ताको तस्तै कमेन्ट छोडिदिनु होला। हस् त, धन्यवाद।